हिजो धनुषाको एउटा मुस्लिम बस्तीमा केही युवाहरू उच्छृङ्खलता देखाउँदै एउटा मुस्लिम बस्तीको मस्जिदमा पसेर कुरान जस्तो पवित्र पुस्तकलाई जलाएको छ, मस्जिदभित्र तोडफोड गरेको छ र गाउँका बस्तीका महिलाहरूलाई डराउने धम्काउने र एक किसिमको भयको वातावरण सिर्जना गरेर उनलाई भाग्न बाध्य पार्ने जस्ता कामहरू कुटपिट समेत गरेको बुझिएको छ। र यस किसिमको घटना पटक पटक नेपालमा यो 2-3 वर्षको अन्तरालमा हरेक 1-2 महिनाको अन्तरालमा 4-5 घटनाहरू भइरहेका छन्। यस्ता घटनाहरूलाई जहिले पनि राज्यले सरकारले मेलमिलाप गराउने र दोषीलाई उन्मुक्ति दिने कामहरू भइरहेको छ, जसले गर्दा यी घटनाहरू दोहोरिएका छन्। र खास गरी हिजोको धनुषाको घटना चाहिँ सिधै अपराधिक घटना हो। यो अपराधमा संलग्न व्यक्तिहरूको पहिचान पनि गरिएको छ। किटानी साथ त्यहाँका मान्छेहरूले नाम, उसको बुवाको ती उच्छृङ्खलता अपनाउने अथवा त्यो तोडफोड गर्ने जलाउने मान्छेहरूको व्यक्तिको नाम, उसको बुवाहरूको नाम समेत लिएर त्यहाँका मान्छेहरू भनिरहेका छन्। र 1-2 घन्टासम्म त्यहाँ लुटपाट गरेर मस्जिदमा पसेर मस्जिद जस्तो पवित्र स्थललाई जलाउँदाखेरि र कुरान जस्तो पवित्र ग्रन्थलाई जलाउँदाखेरि मुस्लिमलाई त्यो नराम्रो लाग्छ पनि यसमा। तर मुस्लिमहरू चाहिँ यसमा प्रतिक्रियामा गएर गर्न जुन व्यक्तिहरूले त्यस्तो घटना गरेको छ त्यो व्यक्ति जो पनि हुनसक्छ। कुनै जरुरी छैन त्यो हिन्दू नै होला अथवा कुनै जरुरी छैन कि त्यो व्यक्ति त्यहीँको हुनसक्छ, जहाँको पनि हुनसक्छ। तिनीहरूलाई चाहिँ ती व्यक्तिहरू जुन अपराधीहरू छन् ती अपराधीहरूलाई राज्यले कानुनको दायरामा उनीहरूलाई ल्याएर उनलाई गिरफ्तार गरेर कारवाही गरिनुपर्छ। र यो भन्दा पहिलेका घटनाहरूमा राज्यले जसरी उन्मुक्ति दिँदै आएको छ, सहमति गराइदिने, सम्झौता गराइदिने र तिनीहरूलाई उन्मुक्ति दिने, यो काम अब चाहिँ यसपालि दोहोरिनु हुँदैन। त्यसको सही छानबिन हुनु पर्यो र ती व्यक्तिहरूको तीलाई पक्राउ गरेर तिनीहरूलाई कानुनी दायरामा ल्याएर तुरुन्तै कारवाही गरिनुपर्छ। र सँगसँगै मुस्लिम समुदायलाई पनि अपिल गर्न चाहन्छु, जुन अहिले विभिन्न जिल्लामा सरकारसँग शान्ति सुरक्षाको माग गर्दै, आफ्नो धर्म संस्कृतिको रक्षाको माग गर्दै जुन प्रदर्शनहरू मुस्लिम समुदायले गरेका छन् अप्रत्याशित रूपमा, किनभने घटना भइसकेपछि मान्छे अलिकति उत्तेजित हुने अथवा संवेदनशील हुने, गम्भीर हुने कुरा स्वाभाविक हो। र तर यसरी प्रदर्शन गर्दाखेरि, आफ्नो मौलिक अधिकारको लागि लड्दाखेरि कुनै किसिमको आपराधिक घटना चाहिँ मुस्लिम समुदायबाट चाहिँ हुनु हुँदैन। कसैलाई चिढाउने, कुनै चिज तोडफोड गर्ने, राज्यको सम्पत्तिलाई नष्ट गर्ने खालका कामहरू पनि मुस्लिम समुदायले गर्नु हुँदैन। मैले भर्खरै थाहा पाएअनुसार वीरगन्जमा चाहिँ असुर ग्यासले प्रहार गर्नुपर्ने अवस्था आयो। त्यसरी नै जनकपुरमा दुईवटा समुदाय नै आम्ने सामने भएको अवस्था छ। प्रहरी प्रशासन त्यहाँ शान्ति सुरक्षा कायम गर्न सक्रिय पनि देखिन्छ, त्यो सक्रियता देखाउनु पनि पर्छ। तर आज बिहानै पनि हाम्रो मुस्लिम समुदायका धेरै नेताहरू 2 पटक गृहमन्त्रीले भेटेका छन्। हामीले त्यहाँ आफ्नो कुराहरूलाई राखेका छौँ। हिजोदेखि पनि हामी प्रहरी प्रशासनसँग समन्वयमा छौँ। तर यति हुँदाहुँदै पनि पहिलेको जस्तै यो विभिन्न घटना जुन 1-2 वर्षको बिचमा भएका छन् ती घटनाहरू जस्तै उन्मुक्ति दिने काम यसपालि गर्नु हुँदैन। होइन भने यो देशमा कहिले पनि शान्ति स्थापना हुने सम्भावना देखिँदैन। जहिले पनि 1-2 महिनापछि एउटा अमुक समुदायमाथि प्रहार गरिन्छ, अमुक समुदायको धर्म संस्कृतिमाथि प्रहार गरिन्छ। यसले हाम्रो देशमा सदियौँदेखिको सयौँ वर्षदेखिको जुन धार्मिक सहिष्णुता छ र सामाजिक सद्भाव छ त्यसलाई खलबलाउँदो रहेछ। र वास्तवमा यदि हाम्रो देश जुन विषम परिस्थितिबाट गुज्रिरहेको छ, एउटा काम चलाउ सरकारले काम गरिरहेको छ, संसद छैन यो र चुनाव नजिकै छ, यो टाइममा यो विषम परिस्थितिमा जुन किसिमको घटना भएको छ यो हाम्रो देशकै लागि खतरा चुनौतीपूर्ण अवस्था हो। यो चुनौतीपूर्ण अवस्थामा मधेस केन्द्रित दलहरूका नेताहरूलाई पनि म आह्वान गर्छु, तपाईँहरू मुख खोल्नुहोस्, तपाईँहरू सम्झाउनुहोस्। मुस्लिमका अगुवाहरू, मुस्लिम समुदायका ओल्माहरूलाई पनि आह्वान गर्छु कि जुन प्रदर्शन आफ्नो सुरक्षाको लागि हुँदैछ त्यसलाई उत्तेजित हुन दिनु हुँदैन। उहाँहरूलाई शान्त पारेर शान्ति सुरक्षा कायम गर्न मद्दत गर्नुपर्छ। र राज्यले उन्मुक्ति दिनु हुँदैन भन्ने कुरामा पटक पटक दोहोऱ्याए। उन्मुक्ति दिनु हुँदैन। जो दोषी हो, चाहे त्यो मुस्लिम होस्, त्यो गैर मुस्लिम हिन्दू होस्, जोसुकै होस्, जसको गल्ती छ त्यसलाई चाहिँ कानुनको दायरामा तुरुन्त ल्याउनुपर्छ। र देशमा तुरुन्त आज दिनभरिमा शान्ति सुरक्षालाई कायम गर्न राज्य सक्रिय रूपमा लाग्नुपर्छ। धन्यवाद।